नमस्कार। नेपालका विभिन्न कम्पिटेटिभ इक्जामहरू लगायत विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थी भाइ बहिनीको लागि पनि उपयोगी हुने किसिमको विषयवस्तु रहेको छ। यस भिडियोमा नेपालमा संवैधानिक विकास क्रममा हालसम्म जारी भएका संविधानहरू कुन कुन हुन् र कहिले जारी भएको हो लगायतको विषयवस्तु लिएर उपस्थित भएको छु म। नेपालको संवैधानिक विकास क्रमलाई हेर्ने हो भने विक्रमसम्म 2004 सालदेखि लिएर 2072 सालसम्म यो लगभग 68 वर्षको इतिहासमा 7वटा संविधान निर्माण भएको छ। औसतमा यसलाई हेर्ने हो भने लगभग 1 दशकमा एउटा संविधान परिवर्तन भएको नेपालको संवैधानिक इतिहास रहेको छ। नेपालमा पहिलोपटक विक्रमसम्म 2004 सालमा नेपालको वैधानिक कानुन 2004 भनेर घोषणा भएको हो। यो नेपालको इतिहासमा निर्माण भएको पहिलो संविधान हो, तर कार्यान्वयन हुन सकेको छैन, हुन सकेको थिएन। यो चाहिँ विक्रमसम्म 2004 साल माघ महिनाको 13 गते तत्कालीन प्रधानमन्त्री श्री 3 पद्म शमशेरले जारी गर्नुभएको थियो, जुन चाहिँ निर्माणको हिसाबले पहिलो भए पनि चाहिँ कार्यान्वयन हुन सकेन। यस्तै नेपालको अन्तरिम शासन विधान 2007 जुन चाहिँ नेपालको संवैधानिक इतिहासमा निर्माण भएको दोस्रो संविधान तर कार्यान्वयन भएको चाहिँ पहिलो संविधान हो। यो संविधान विक्रमसम्म 2007 साल चैत महिनाको 17 गते घोषणा भई कार्यान्वयन पनि भएको थियो। नेपाल अधिराज्यको संविधान 2015 जुन चाहिँ विक्रमसम्म 2015 साल फागुन 1 गते घोषणा भएको थियो। संविधान मस्यौदा आयोगद्वारा यो संविधान चाहिँ निर्माण गरिएको थियो। यस्तै नेपालको इतिहासमा नेपालको संविधान 2019 विक्रमसम्म 2019 साल पुस 1 गते घोषणा भएको थियो। यो संविधानले प्रजातन्त्रलाई विघटन गरी दलीय व्यवस्थालाई चाहिँ विघटन गरी नेपालमा पहिलोपटक निर्दलीय पञ्चायती व्यवस्थाको सुरुवातमा नेपालको संविधान 2019 उद्धत रहेको थियो। त्यसपछि नेपाल अधिराज्यको संविधान 2047 विक्रमसम्म 2047 साल कार्तिक 23 गतेदेखि जारी भई कार्यान्वयन चाहिँ भएको थियो। त्यस्तै अर्को संविधान छ नेपालको अन्तरिम संविधान 2063 जुन चाहिँ विक्रमसम्म 2063 साल माघ 1 गते घोषणा भएको थियो। यो विक्रमसम्म 2062-63 सालको जनआन्दोलन दोस्रो जनआन्दोलनबाट चाहिँ निर्माण गरिएको यो संविधान थियो। पहिलोपटक सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको, कार्यकारी अधिकार मन्त्री परिषदमा निहित रहेको र यसै संविधानले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गरेको थियो। त्यस्तै यसै संविधानबाट नेपाल धर्मनिरपेक्ष राष्ट्र पनि घोषणा भएको थियो। यो विक्रमसम्म 2063 साल माघ 1 गते घोषणा भएको संविधान थियो यो। त्यस्तै नेपालको संविधान 2072 जुन चाहिँ संविधान सभाबाट निर्मित र राष्ट्रपतिद्वारा जारी गरिएको पहिलो संविधान हो। यो नेपालको संवैधानिक इतिहासमा तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवद्वारा जारी भएको यो चाहिँ पहिलो संविधान हो र समग्रमा नेपालको 7औं संविधान रहे पनि कार्यान्वयनको दृष्टिकोणले यो चाहिँ 6औं संविधान पनि हो र यो संविधान विक्रमसम्म 2072 साल असोज महिनाको 3 गते घोषणा भई कार्यान्वयनमा चाहिँ रहेको छ र 2072 सालको संविधानमा 35 वटा भाग, 308 वटा धारा र
9वटा अनुसूची रहेको छ।